साथीहरू नमस्कार। आज म लोक सेवा आयोगद्वारा लिइने विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा सोधिन सक्ने सामान्य ज्ञानका प्रश्नहरूको उत्तर समेत लिएर आएको छु। आशा छ यो सामग्रीले हजुरको परीक्षालाई राम्रो गर्नेछ। ल सुरु गरौँ। प्रश्न फोर्ब्सद्वारा सन् 2025 मा प्रकाशित विश्वका अर्बपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन्? यो सबैलाई थाहा छ। यो एलन मस्क अहिले एलन मस्क अमेरिकाका नागरिक हुन्। एलन मस्क अमेरिकाका नागरिक हुन्। फोर्ब्सका अनुसार हाल विश्वभरि 3028 जना अर्बपति रहेका छन्। 3028 जना। अनि नेपालबाट सन् 2013 यता फोर्ब्सको सूचीमा लगातार प्रतिनिधित्व गर्दै आएका उद्योगी एवं राजनीतिकर्मी विनोद चौधरी 2 अर्ब डलरका साथ 1729औं स्थानमा रहेका छन्। सन् 2024 मा उनी विश्वभरिका 2781 अर्बपति मध्ये 1764औं स्थानमा रहेका छन्। अब एउटा फिगर छ। द वर्ल्ड रिचेस्ट पिपल इन 2025 मा एलन मस्क अगाडि छन्, जो उनी 53 वर्षका हुन्। उनले टेस्लाको कार अनि स्पेस एक्स यो अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्ने कम्पनी हो। अनि मार्क जुगरबर्ग भनेका फेसबुकका निर्माता हुन्। यो मेटा कम्पनी फेसबुक, मेसेन्जर, व्हाट्सएप लगायतका कम्पनीहरू योसँग आबद्ध छन्। अनि त्यसै गरी जेफ बेजोस अमेजन कम्पनीका मालिक हुन्। अनि त्यसै गरी ल्यारी एलिसन ओराकल कम्पनीका मालिक हुन्। त्यसै गरी बर्नहार्ड अर्नल्ड पनि एलभीएमएचका कम्पनीका मालिक हुन्। त्यसै गरी वारेन बफेट बर्कसायर हाथवेका मालिक हुन्। यिनी शेयर बजारका बादशाह पनि मानिन्छ यिनलाई। अनि त्यसै गरी ल्यारी पेज गुगलका मालिक हुन्। अब यो सबै हेर्दाखेरिमा सबैभन्दा बढी उमेरका वारेन बफेट छन् यो फिगरहरूमा हेर्दाखेरिमा। अनि सबैभन्दा कम उमेरका 40 वर्षका नागरिक छन् मार्क जुगरबर्ग, जो फेसबुकका निर्माता हुन्। एलन मस्क 53 वर्षीय नागरिक हुन्। अब यो हेर्दाखेरिमा लगभग सबै अमेरिकाकै छन्। एउटा यो बर्नहार्ड अर्नल्ड मात्र अन्य देशका हुन्। अरू सबै अमेरिकाकै छन्। यो हेर्दाखेरिमा टेक्नोलोजीका जो निर्माताहरू छन्, टेक्नोलोजीका कम्पनीहरू सञ्चालकहरू छन्, त्यो अर्बपतिहरूमा अगाडि छन्। यो हिसाबले हेर्दाखेरिमा टेक्नोलोजीको भविष्य राम्रो छ भन्न सकिन्छ। त्यसै गरी अर्को प्रश्नमा जाउँ हामी। वासु शशी साहित्य सम्मान 2081 बाट सम्मानित हुने स्रष्टा को हुन् भनेर छ। यसमा नाटककार मन बहादुर मुखिया अनि कवि विमल वैद्य र सन्ध्या पहाडी 3 जनाले वासु शशी साहित्य सम्मान 2081 बाट सम्मानित हुनुभएको हो। 3 जना मन बहादुर मुखिया, कवि विमल वैद्य र सन्ध्या पहाडी। अनि त्यसै गरी अर्को प्रश्न, नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले आयोजना गरिएको? यो विक्रम सम्वत 2081 चैत्र 14 गतेदेखि चैत्र 16 गतेसम्म यो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना गरिएको हो। त्यसै गरी अर्को प्रश्न,
लन्डन स्थित स्पेलथोन सिमरिक अवार्ड ट्रस्टले स्पेलथोन सिमरिक अवार्ड 2025बाट कसलाई सम्मानित गर्यो भनेर प्रश्न छ। यो सम्मान गरेको पत्रकार चिरण शर्मालाई हो। उनी नेपालको राष्ट्रिय दैनिक नागरिक न्युजका बेलायत संवाददाता समेत हुन्। शर्मा सो अवार्ड प्राप्त गर्ने पहिलो गैर आवासीय नेपाली हुन्। यी पत्रकार चिरण शर्मा बेलायतमा बसोबास गर्छन् र गैर आवासीय नेपाली नागरिक हुन्। अनि यिनले हाम्रो नेपालमा भएको राष्ट्रिय दैनिक छ, राष्ट्रिय दैनिकको लागि बेलायतबाट समाचारहरू दिन्छन् र बेलायतका संवाददाता उनी हुन्। त्यसैगरी अर्को प्रश्न छ, कोशी प्रदेश पर्यटन वर्ष 2082 कहिले घोषणा गरिएको हो भनेर प्रश्न छ। यसको उत्तर हो 2081 चैत्र 27 गते। चैत्र 27 गते घोषणा गरियो कि कोशी प्रदेश पर्यटन वर्ष 2082। 2082 मा कोशी प्रदेश पर्यटन वर्ष मनाउने घोषणा गरिएको 2081 चैत्र 27 गते। त्यसैगरी अर्को प्रश्न, अरुण, तमोर र सुनकोशी नदीको संगम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ? यसको उत्तर हो खुवालुङ। यो विशाल ढुङ्गा छ, मैले चित्रमा पनि देखाएको छु। यो विशाल ढुङ्गा छ। यो विशाल ढुङ्गा अरुण नदी अनि तमोर नदी र सुनकोशी नदीको एउटा संगम स्थलमा यो ढुङ्गा छ। यो धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ। यो ढुङ्गालाई खुवालुङ नेपालको सप्तकोशी नदीमा रहेको एउटा चट्टान हो जुन किराँत जातिको लागि पवित्र मानिन्छ। यो चट्टान उदयपुर जिल्लाको बेलुका नगरपालिका नजिकै दुधकोशी, अरुण, तमोर नदीको संगम स्थलमा अवस्थित छ। अनि यसको एउटा प्रचार प्रसार भनौँ कि प्रचार प्रसार कसरी भयो भने सप्तकोशीमा भोट चलाउने कुराको लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो खुवालुङ यो ढुङ्गालाई चाहिने क्रेनले फोडेर भए पनि यो बिचमा छ। यसले गर्दाखेरिमा पानीमा चल्ने बोटको आवतजावत गर्न समस्या हुन्छ। त्यही भएर यसलाई फोडेर भए पनि टुक्राएर भए पनि यसलाई हटाउनु पर्छ भनेर उनले कुनै भाषणमा भनेका थिए। त्यसपछि सो कुराको लागि विरोध स्वरूप किराँत समुदायका नागरिकहरूले यो हाम्रो आस्थाको धरोहर हो, यो हाम्रो किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र हो, यसलाई फोड्न पाइँदैन, यसलाई हटाउन पाइँदैन भनेर त्यो कुराको विरोध भएको थियो। त्यही भएर यो हिसाबले सांस्कृतिक धरोहर मानिएको हिसाबले यो पनि एउटा महत्त्वपूर्ण प्रश्न बन्न जान्छ। पद्मश्री साहित्य पुरस्कार 2081 कसलाई प्रदान गरियो भनेर प्रश्न छ। यसको उत्तर हो प्राध्यापक कृष्ण गौतम। उनको उपन्यास अद्वैत छ। मैले एउटा फिगर पनि राखिदिएको छु। अद्वैत उहाँको उपन्यास हो। यो अद्वैत उपन्यासका लेखक भनेका प्राध्यापक कृष्ण गौतम हुन्। अद्वैत जो पुस्तक छ यो एउटा महत्त्वपूर्ण पुस्तक छ। द्वैत र अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्ग भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभूति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा बोधगम्य भाषा शैलीमा उक्त उपन्यास लेखिएको हो।
त्यसैगरी अर्को यसैसँग सम्बन्धित अर्को प्रश्न पनि हामी भन्न सक्छौँ। अनि त्यो पद्मश्री साधना सम्मान पुरस्कार भनेको पवन कुमार चामलिङलाई प्रदान गरिएको छ। चामलिङ 24 वर्ष भारतको सिक्किमका मुख्यमन्त्री रहेका छन्। उनले नेपाली भाषा, साहित्य, संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर सक्रिय साहित्यिक अभियन्ता हुन् अनि उनी चिन्तक पनि हुन्। पवन कुमार चामलिङ, उनलाई नेपालले पद्मश्री साधना सम्मान पुरस्कार दिएको थियो, जसको राशि जनही 3 लाख रहेको छ। त्यसैगरी अर्को यसैसँग जोडिने अर्को प्रश्न प्राध्यापक डाक्टर केदार भक्तमाथिमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको छ। पद्मश्री गौरव पुरस्कार प्राध्यापक डाक्टर केदार भक्तमाथिमालाई प्रदान गरिएको। उनी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हुन् अनि पूर्व राजदूत पनि हुन् र नागरिक समाजका अभियन्ता पनि हुन्। उनलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी अर्को प्रश्न लेखा व्यवसायीको 4थो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? यसको उत्तर हो 2081 चैत्र 26 र 27 गते। कर र त्यसैगरी कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण मार्फत अर्थतन्त्रको रूपान्तरण भन्ने नाराका साथ सम्मेलन सम्पन्न भएको थियो। त्यसैगरी कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा को निर्वाचित भएका छन्? यसको सही उत्तर हो प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र हुन्। अनि अर्को प्रश्न अन्तर्राष्ट्रिय T20 क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाउँदै कीर्तिमान कायम गर्न सफल नेपाली क्रिकेटर को हुन् भनेर छ। यो हामी सबैलाई थाहा भएको कुरा हो, दिपेन्द्र सिंह ऐरी। सुदूरपश्चिमको शान दिपेन्द्र सिंह ऐरी, यिनलाई टाइगरको उपनामले पनि खेल जगतमा चिन्छन्। उनले 2025 अप्रिलमा हङकङमा सञ्चालित 4 देशीय T20 सिरिजमा कुवेत विरुद्ध खेल्दै गर्दा सो कीर्तिमान कायम गर्न सफल भएका हुन्। त्यसैगरी अर्को प्रश्न नगरकोट क्षेत्रको संस्कृति, प्रकृति एवं इतिहासलाई प्रवर्धन गर्ने उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष 2082 को सुरुवात भएको वैशाख 1 गतेदेखि नगरकोट भ्रमण वर्ष उद्घाटन 2082 वैशाख 1 गतेबाट भयो र आन्तरिक 10 लाख पर्यटक भित्राउने र बाह्य 1 लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ। त्यसैगरी अर्को प्रश्न जुड शीतल पर्व कहिले मनाइन्छ? वैशाख 2 गते मनाइन्छ जुड शीतल पर्व। अब यसमा यो मिथिला क्षेत्र अन्तर्गत यो पर्व मनाइन्छ। यो आपसमा हिलो छ्याप्ने, पानी छ्याप्ने, टाउकोमा पानी खन्याउने जस्ता क्रियाकलापहरू गरेर जुड शीतल पर्व मनाइन्छ। जुड शीतल पर्व मनाउँदाखेरिमा एउटा फिगर पनि दिएको छ। सबै हिलोले छ्यापिएका छन्, आपसमा रमाइलो गरिरहेका छन्। यो जुड शीतल पर्व यसरी नै मनाइन्छ। मिथिलावासीले एकअर्कालाई हिलो र पानी छ्याप्ने गर्दछन् अनि यो शरीरमा हिलो र पानी छाप्नाले स्वास्थ्यमा लाभ हुने अनि छाला सम्बन्धी रोग नलाग्ने विश्वास रहेको छ। जुड शीतल, अब यसलाई सम्झने तरिका भनेको जुड शीतल, शीतल भनेको शीतलतासँग सम्बन्धित छ। शीतलतासँग सम्बन्धित। शीतलता कहिले आउँछ? जब शरीरमा पानी छेपिन्छ, हिलो छेपिन्छ भने अलिक चिसो हुन्छ, शीतल हुन्छ, त्यही यसलाई जुड शीतलता पनि भनिन्छ। यो वैशाख 2 गते मनाइन्छ। अनि राष्ट्र परराष्ट्र नामक कृतिका सर्जक को हुन् भनेको छ।
डाक्टर भेषबहादुर थापा हुन्। यो फिगर पनि दिएको छ मैले। डाक्टर भेषबहादुर थापा पूर्व अर्थमन्त्री, पूर्व राजदूत, एउटा कूटनीतिक व्यक्ति हुनुहुन्छ अनि उहाँ पञ्चायतकालीन समयमा एउटा राम्रो अहोदामा पुगेका व्यक्तित्व हुनुहुन्छ। त्यसैगरी अर्को पर्सन जोगीयाना नामक कृतिका लेखक कुमार नगरकोटियान। एउटा जोगीयानाको फिगर पनि मैले यहाँ दिएको छु। कुमार नगरकोटियान भने कर्मणा नामक कृतिका लेखक को हुन् भनेको छ। हामी सबैलाई थाहा भएकै कुरा हो, झमक कुमारी घिमिरे हुन्। झमक कुमारी एउटा फरक क्षमता भएको व्यक्तित्व हुन्। उहाँको हात चल्दैन, घोडा पनि चल्दैन, यो मात्र चल्छ। देउरे घोडाको सहायताले उनले साहित्यिक कृतिहरू लेख्दै आएकी छन् र उनले मदन पुरस्कार पनि प्राप्त गरेकी छन्। 2067 सालको मदन पुरस्कारको विजेता उनी झमक कुमारी घिमिरे हुन्। उनको कृति जीवन काँडाकी फूल भनेर रहेको थियो। त्यसैगरी अर्को पर्सन हालै लागु औषध मुक्त घोषणा गरेको स्थानीय तह नाम्खा गाउँपालिका हुम्लामा रहेको छ। अर्को पर्सन बिमस्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् भनेर छ। अफगानिस्तान, पाकिस्तान, मालदिप्स रहेका छन्। अफगानिस्तान, पाकिस्तान र मालदिप्स बाहेक सार्क राष्ट्रका जम्मा 8वटा देश छन्। 8वटा देशमध्ये 3वटा देश अफगानिस्तान, पाकिस्तान र मालदिप्सले सार्क राष्ट्रका 3वटा देशले बिमस्टेकमा सहभागी हुँदैनन्, बिमस्टेकका सदस्य राष्ट्र होइनन्। सार्क सदस्य नभएका बिमस्टेक राष्ट्र भनेको थाइल्यान्ड र म्यानमार। अब थाइल्यान्ड, म्यानमार र सार्क सदस्य राष्ट्र 5वटा गरेर टोटल 7वटा बिमस्टेकका सदस्य राष्ट्रहरू रहेका छन्। त्यसैगरी अर्को पर्सन संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो? 2021 देखि 2030 सम्म। यो 2021 देखि 2030 सम्म भनेको पारिस्थितिक प्रणालीको पुनर्स्थापना, जो पारिस्थितिक प्रणाली हाम्रो बिग्रिया छ, भत्किया छ, असन्तुलन छ, त्यसलाई पुनर्स्थापना गर्ने दशक भनेको 2021 देखि 2030 सम्म हो। अर्को पर्सन WWF को आदर्श वाक्य के हो भनेको छ। फर नेचर, फर पिपल, फर इभर, यो रहेको छ। यसलाई आदर्श वाक्य पनि भनिन्छ, यसलाई मोटो पनि भनिन्छ, यसलाई नारा पनि भनिन्छ। फर नेचर, फर पिपल, फर इभर भनिन्छ। WWF को लोगो चाहिँ यो रेड पान्डाको चित्र दिएको छ। WWF मा रेड पान्डाको चित्र हुन्छ। यो एकचोटि सोधिएको पर्सन पनि हो। WWF को लोगोमा कुन जन्तुको, कुन जीवको चित्र रहेको छ भनेर प्रश्न सोधिएको थियो, त्यो हो रेड पान्डा। त्यसैगरी अर्को पर्सन बाल साहित्यको महत्त्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्य सहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहिले सम्पन्न भयो भनेर प्रश्न छ। यो 2081 असोज 4 देखि असोज 5 सम्म बाल साहित्यको महत्त्व उजागर गर्ने अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न भएको हो। त्यसैगरी अर्को प्रश्न छ, सरकारले एक दिवसका रूपमा मनाउन तय गरेको दिन कुन हो भनेर छ। यो वैशाख 7 गते हो। हेर्नुहोस्, अब यसलाई सम्झनको लागि मैले याकको एउटा चित्र पनि दिएको छु। यो याकको चित्र छ हैन, यो याकको चित्र छ। यो याकको चित्रमा एउटा यो सिंह छ।
यो जो सिङ छ यो साँध जस्तै घुमेको छ। यो सिङलाई हेर्ने हो भने यसको स्ट्रक्चर कुनै अङ्कमा गणना गर्ने हो भने यो साँध जस्तै छ। त्यही भएर वैशाख ७ भनेर हामीले सम्झन सक्छौँ। अर्को प्रश्न राष्ट्र बैंकका अनुसार कुन आधार वर्षलाई आधार मानि मूल्य सूचकाङ्क गणना गरिने भएको छ भनेर प्रश्न छ। यसको सही उत्तर हो आर्थिक वर्ष 80-81। 80-81 को आर्थिक वर्षलाई हामी आधार मान्छौँ, त्यसपछि मूल्य सूचकाङ्क गर्छौँ। हालसम्म आधार वर्ष 2071-72 अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको थियो भने चालु आर्थिक वर्ष 81-82 को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ताको मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैंकले जनाएको छ। हस् त साथीहरू, आजलाई यति नै। मेरो युट्युब च्यानललाई पराउनुहुन्छ भने तपाईले यस्तै भिडियोहरू मन पराउनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकनलाई पनि थिच्नुहोस्, जसले गर्दा हामीले हालेका प्रत्येक भिडियोहरूको नोटिफिकेसन तपाईलाई प्राप्त हुनेछ। आजलाई यति गरौँ। हस्त नमस्कार।